छैन सबिनलाई आउँछ भनेर कुरे बसेको सबजना लागेको गाई जाने अब यहाँ सुन्न जाने न्यू ब्लगमा स्वागत छ मेलाको ब्लग है गाई जो चाहिँ मेलाको ब्लग छ यहाँ कुर्के बसिरह्यो खेल्नको लागि यो गाडी यहाँ डुङ्गा गाई डुङ्गा यहाँनिर यता डुङ्गा हामी खेल्न लागेको चाहिँ यो रोटी पिङ है गाइस रोटी पिङ रोटी पिङ एकदम तान्దో त नभए यिनीहरू छ एकदम जाऊ एकदम बिस्तारी क्या बिस्तारी बिस्तारी गाइस अघि गएको मान्छे अब हाम्रो टर्न आउँदा हाम्रो टर्न है गाइस यो चाहिँ गाइस हाम्रो टर्न गाइस हाम्रो टर्न Guys, toilet. Patti bach ke liye roge. Guys, हामी सबजना के भएको हेर्नु त मर्न लाग्मा बन्तमा ओइ मा कन बिस्तारै ओल्टाउँछ होला होइन कति फास्ट चढायो तँ मा अघि अब त भएन अझ भएन आमा हो एक करो भुइँमा आएर के हुँदैन अझै भएन मा अघि त भएको मा एक करो भुइँमा आएर के हुँदैन
अझै केही भएन कपालहरु छ के गाई ओइ विशाल ओइ गाई उड्योमा मुजी पमिराउन थाल्यो There's no one man. The guy, huh? Guys, guys, fight! Are you okay? Guys, in the guys, हाम्रो चाहिँ कति पछिको ब्लग बनाएको है गाइज यो उहाँ चाहिँ हेर्न सक्नुहुन्छ त्यता यता बमिराउन थाले गाई चाहिँ यहाँनिर यसलाई बमिराउन थाले अरे दुईजनालाई चाहिँ के भएन हामीलाई चाहिँ बमिराएर मन लाग्छ गाई ओइ म्यापिङ भइरहेछ गाई चाहिँ विशालहरू उद्रियो होइन यो चाहिँ हाम्रो टाउन हो क्या अब होइन गाइस यति हो भ्यू चाहिँ अब हाम्रो टाइम सिद्धिन्छ तर पुगेपछि भेटौँला गाइस तपाईँहरूसँग गाइस बोल्यो बमिराएर मन लाग्यो गाइस मलाई बमिराएर मन लाग्यो गाइस अब हामी यहाँको चाहिँ हो हामी भर्खर चाहिँ यो छोडेर गाइस विवेकमा जाउँ न गाई यही नै हो हाम्रो हेटोडाको मेला यही हो हाम्रो मेला यही हो हेटोडाको समीरा आउँदैन आउँछ हाम्रो गाइस यहाँ मलाई त कस्तो लोड गाह्रो भइरहेको गाइस यतैतिर गाई यो चाहिँ स्टेज हो है हाम्रो भलिबल खेलिन्छ यहाँनिर भलिबल यहाँ कता नि हामी कता नि अनि त कहाँ लान्छ अब टर्न भयो नि गाइस तपाईँहरूसँग अहिले भेटौँला पछि लास्टतिर गाइस होइन सबिन राई आउँछ भनेर कुरेर बसेको सबजना कति बाइक छ अघि त 1500 भन्नु थियो 300 450 सबिन राई आउँछ के भनेर कुर्दै बसेको गाई आउँदै अनि यो मात्र देखायो यत्रो आउँदैन यार सबिन आएपछि भेटौँला गाइस तपाईँहरूसँग
हामी चाहिँ त्यो मेला सेला सकेर घर आइसक्यो त्यसरी खाइरहेँ यही हो आजलाई यति ब्लग जे जस्तो लाग्यो कमेन्ट गरिदिनु होला लास्टसम्म बस्दिनु भएकोमा धेरै धेरै धन्यवाद आजको लागि यति भन्दै हस्त जय नेपाल।